रविले भारतबाटै दिए कडा सन्देश। रविको अडानले भारतीय पत्रिका नै तिन्छक। भारतलाई रविको सीधा शर्त, लिपुलेख नेपाली भूमि हो। दर्शकबिन, नेपालको राजनीतिमा वर्षौंदेखि एउटा निको नहुने रोग छ। चुनाव आउँदा उग्र राष्ट्रवादको नारा घन्काउने र सत्तामा पुगेपछि दिल्लीको इशारामा लम्पसार पर्ने। नेपाल भारत सीमा विवादलाई राजनीतिक दलहरूले सधैं भोट माग्ने भाँडो मात्रै बनाए, तर यसपटक दृश्य फेरिएको छ, अवस्था पनि फेरिएको छ। नेपाली राजनीतिको नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले भारतीय संस्थापनलाई उनीहरूकै आँगनमा उभिएर उनीहरूकै प्रतिष्ठित संचार माध्यम मार्फत सीधा नजर गर्दै कडा र स्पष्ट सन्देश दिएका छन्। भारतीय चर्चित पत्रिका हिन्दुस्तान टाइम्समा लेख प्रकाशित गर्दै रविले भारतलाई प्रष्ट भाषामा भनिदिएका छन्, अब सीमा विवादलाई अनन्तकालसम्म लम्ब्याएर राख्न सकिँदैन। यसलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सदाका लागि टुंग्याउनुपर्छ। लिपुलेख, कालापानी, लिम्पियाधुरा लगायतका भूमि नेपाली भूमि हुन्। विगतका नेताहरू दिल्ली पुग्दा बन्द कोठाभित्र के सम्झौता गर्थे, नेपाली जनताले कहिल्यै पत्तो पाउँदैनथे। तर रविले भारत भ्रमणमै रहेका बेला खुल्ला रूपमा भारतको बौद्धिक वर्ग र नीति निर्माताहरूले पढ्ने पत्रिकामा नेपालको अडान राखेका छन्। उनले घुमाउरो भाषा प्रयोग गरेका छैनन्। सीधा र तीखो शैलीमा उनले नेपाल भारत सम्बन्धमा अविश्वासको खाडल पुर्नु सबैभन्दा पहिले सीमा विवाद जस्तो गम्भीर विषयलाई टुंग्याउनै पर्ने शर्त अघि सारेका छन्। यो एउटा रविले लेखेको लेख मात्रै होइन, यो नयाँ नेपालको आत्मविश्वास हो, जसले छिमेकीसँग हात जोडेर होइन, आँखामा आँखा जुदाएर कुरा गर्न सक्छ। रविले आफ्नो लेखमा नेपालका पुराना राजनैतिक दलहरूको प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्। उनले स्पष्ट पारेका छन् कि उग्र राष्ट्रवादी भावनालाई केही थान भोटका लागि चुनावी स्वार्थमा प्रयोग गर्ने पुरानो राजनैतिक प्रवृत्तिले दुवै देशलाई फाइदा गरेको छैन। भोट बढाउन नक्सा देखाउने तर समाधानका लागि कहिल्यै कूटनीतिक पहल नगर्ने पुराना नेताहरूको अनुहारको पर्दा रविले भारतमै गएर उघारिदिएका छन्। उनले भनेका छन्, हामी विगतका कटुताको भारी बोकेर हिँडिरहेका छैनौं। हाम्रो एकमात्रै एजेण्डा नेपालको आर्थिक रूपान्तरण हो। यसको अर्थ स्पष्ट छ, नयाँ पुस्ता अब पुराना नेताहरू जस्तो भारतलाई गाली गरेर राजनीति चम्काउने खेलमा छैन, बरु प्रमाण र तथ्यको आधारमा टेबलमा बसेर भारतसँग आफ्नो हक दावी गर्न तयार छ। रासोपाको उदयलाई मतपेटिका मार्फत आएको शान्तिपूर्ण क्रान्तिको संज्ञा दिँदै रविले भारतलाई नेपालको बदलिएको राजनीतिक यथार्थ स्वीकार गर्न आग्रह गरेका छन्। पुराना राजनैतिक दलहरूले सृजना गरेको अविश्वास र असन्तुष्टिको विकल्पका रूपमा उदाएको आफ्नो दलले नेपाल भारत सम्बन्धलाई परम्परागत राजनीतिक विवादको साँगुरो घेराबाट